हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ भिडियो एकदमै एक्साइटिङ हुनेवाला छ, भिडियोमा मजा आउनेवाला छ। आज तपाईहरुले सिक्दै हुनुहुन्छ पाम फ्लिप। यो फ्लिप हान्नको लागि चाहिँ बेसिक रिक्वायरमेन्ट चाहिँ सुरुमा हामीले ब्याक फ्लिप चाहिँ हान्नै पर्ने हुन्छ है। सो ब्याक फ्लिप भेरिएसन आउँछ भने झनै राम्रो हैन। अनि त्यसपछि पाम स्पिन अथवा वाल स्पिन है। वाल स्पिन भनेको चाहिँ यो सो वाल स्पिन आउनु पनि एकदमै इम्पोर्टेन्ट छ। लेट्स स्टार्ट द ट्युटोरियल टिप्स। लेट्स गो। ब्याक फ्लिपको भेरिएसन हो हैन, त्यही भएर हामीलाई छुएर हान्नलाई फर्स्टमा डर लाग्छ। त्यही भएर हामी के गर्नु पर्यो भने फर्स्टमा हान्दाखेरि चाहिँ वालको एकदम क्लोज है, जस्ट यति क्लोजमा ब्याक फ्लिप हान्नु पर्यो ल। यो टु बी कम्फर्टेबल है। कम्फर्टेबल हुनको लागि चाहिँ ह्यान्ड यतिको डिस्टेन्समा ब्याक फ्लिप हो। यति हानिसकेपछि हजुरले वाल स्पिन सिक्नु पर्ने हुन्छ। स्पिन जस्तै हामी वाल स्पिन हान्छौँ नि, यसलाई नै हामीले बिस्तारै बिस्तारै ब्याकमा परिणत गर्ने र हामीले वाल स्पिनलाई नै पाम फ्लिपमा बदल्नको लागि चाहिँ हातको पोजिसन है। हामीले बेसिक पाम स्पिन हान्दाखेरि हाम्रो हात यस्तो हुन्छ हैन, र हामी यसरी रोटेट गर्छ लाइक काकमिल है। बिस्तारै यसलाई चाहिँ के गर्नु पर्यो, हात यहाँ छ, यहाँनिर वाल स्पिनकै एक्सिसमा जाने, तर लाइक हुन्छ नि बिस्तारै बडीलाई चाहिँ साइडबाट रोटेट गर्ने है। पहिला यताबाट जान्थ्यो भने अब हल्का साइडबाट, त्यसपछि हात यस्तोबाट यस्तो यस्तो हुँदै इभेन्चुअली लास्टमा हैन क्लिन पाम फ्लिप हान्न सकिन्छ। एउटा हात तल एउटा हात माथि बिस्तारै टक गर्दै जाने है। लाइक दिस। नाउ बिस्तारै सिधा बनाउँदै जानु। इभेन्चुअली ब्याक। त्यसपछि अर्को टेक्निक छ, जस्तो तपाईहरुले सेफ्टीतिर बालुवातिर अथवा फर्म म्याटहरू छ भने स्लो प्रोग्रेसन यो गर्दै हैन। हाम्रो यो जुन हिल हुन्छ नि माथि गरेर हिलले चाहिँ टच गर्न खोज्ने क्या, यो मेन हिलको पार्ट हुन्छ त्यहाँ हाम्रो हिप रोटेट होस् भनेर। अनि धेरै पटक तपाईँ ढाडमा लड्न सक्नुहुन्छ अथवा फेल अटेम्प्टहरू गर्न सक्नुहुन्छ। साइडमा घाँसमै गर्ने भए पनि जे साइडबाट जान सक्नुहुन्छ तपाईँ, लाइक एकदम साइड, लाइक वाल स्पिन है। वाल स्पिन यसरी एन्ड यतिको इट्स अ प्रोग्रेसन है। इट डिपेन्ड्स अन यु। सायद 2 हप्ता 1 महिना अथवा तपाईँले 2-3 दिनमै पनि सिक्न सक्नुहुन्छ। हजुरले प्रपर टेक्निकलाई फलो गर्नु होला, त्यसपछि त तपाईँलाई पाम फ्लिप आइ नै हाल्यो। एन्ड यु क्यान डु इट एनीवेयर। यो पाम फ्लिपको ट्युटोरियल बनाउनलाई हेल्प गर्ने मेरो साथी चाहिँ उहाँ हुनुहुन्छ एआरबी रितेश। थ्याङ्क यू सो मच फर मलाई यो भिडियोमा ल्याइदिएकोमा हैन। हजुरहरूलाई वालमै अरू डिफ्रेन्ट भेरिएसनको फ्लिप ट्रिकहरू सिक्न मन छ भने कमेन्टमा कमेन्ट गरिदिनुहोस् र म सिकाउन रेडी हुनेछु। देयर आर मोर फ्लिप्स यु क्यान डु अन वाल